आज म राइट ह्यान्डले प्रयोग नगरेर पुरै दिन लेफ्ट ह्यान्डले बिताउन प्रयास गर्नेवाला छु। यो भिडियोमा लेफ्ट ह्यान्डको प्रयोग गरेर गेम खेल्नेवाला छु, ब्रस गर्नेवाला छु र खाना बनाउनेवाला छु र साथै क्युब पनि सल्भ गर्नेवाला छु। यस्ता थुप्रै कामहरू गर्नेवाला छु। लेट्स गो। यो भिडियोको सुरुवात सबैभन्दा इजी लेभलबाट हुनेवाला छ। लेट्स सी। खाऊ मा कसम। सबैभन्दा पहिलो स्टेपमा म हेर्नेवाला छु कि लेफ्ट ह्यान्डले ब्रस गर्दाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ। यो पुरै दुनियाँमा 10% मान्छेहरूले चाहिँ ब्रस त गर्छन् होला पक्कै पनि, र म पनि लेफ्ट ह्यान्डले ब्रस गर्न प्रयास गर्नेवाला छु। हेरौँ कसरी गर्छु। 1 सेकेन्ड भाइ साहब ये किस लाइन में आ गए आप? बैगन। लेफ्ट ह्यान्डले चाहिँ राम्रोसँग ब्रसलाई पनि समाल्न सकिरहेको होइन। तपाईँहरू पनि ट्राई गर्नु होला। लेफ्ट ह्यान्डले ब्रस गरे पनि दाँत चाहिँ सिधै भएछ। चल झुटा। यो त बस सुरुवात मात्रै थियो। यो राउन्डमा भने यो बलले त्यो डस्टबिनमा चाहिँ म उल्टो फर्केर चाहिँ लेफ्ट ह्यान्डले छिराउन प्रयास गर्नेवाला छु। त्योभन्दा अगाडि चाहिँ म चाहिँ हेरेर फर्केर प्रयास गर्नेवाला छु। तुमसे ना हो पाएगा। 4-5 चोटिको प्रयासपछि बलले डस्टबिनमा त फाल्यो, तर अब बालो थियो मैले नहेरेर डस्टबिनमा बलले फाल्ल। त्यसपछि मैले केही मन्त्रहरू लगाएर फाल्न खोजेको थिएँ, तै पनि छिरेन र मैले लगातार प्रयास गरिरहेको थिएँ, तर एकचोटि यस्तो भयो। एक और टाइम। अबे साले बंद करो हाथ। अबको राउन्डमा भने म यो क्युबलाई चाहिँ लेफ्ट ह्यान्डले चाहिँ सल्भ गर्न प्रयास गर्नेवाला छु। यो दुइटै हातले चाहिँ इजिली म 50-60 सेकेन्डमा चाहिँ कम्प्लिट गरिहाल्छु। हेरौँ लेफ्ट ह्यान्डले मात्रै कति टाइम लाग्ने रहेछ त मलाई यो क्युब सल्भ गर्न। त्यसपछि मैले यो क्युबले मजाले स्क्रैम्बल गरेर टाइमर स्टार्ट गरेर मैले क्युबलाई सल्भ गर्न लागेँ। हेर्दा जतिसुकै सजिलो देखे पनि बनाउनु भने लास्टै गाह्रो लाग्यो मलाई। तुमसे ना हो पाएगा। मैले क्युब सल्भ गर्दाखेरि फर्मुला धेरै बेसी चाहिएको थियो, तैपनि मैले 100 एक्सैसिटमा मैले यसलाई सल्भ गरि नै हालेँ। करिब 8 मिनट 32 सेकेन्डमा मैले यो क्युबलाई सल्भ गरिहालेँ। तपाईँहरू कति मिनटको सक्नुहुन्छ कमेन्ट गर्नु होला। ओके, अब अनि म चाहिँ लेख्न प्रयास गर्नेवाला छु। मेरो हातमा चाहिँ यो पेन्सिल चाहिँ यसले चाहिँ म चाहिँ विभिन्न किसिमका चाहिँ वर्डहरू चाहिँ लेख्न प्रयास गर्नेवाला छु। लेट्स सी। ओके, कपी र पेन्सिल चाहिँ यहाँनिर चाहिँ रेडी छ। लेट्स सी, अब चाहिँ लेख्न प्रयास गरौँ। म चाहिँ सबैभन्दा पहिला चाहिँ एदेखि जेड चाहिँ म चाहिँ लेख्नेवाला छु। लेट्स सी। सम्हाल्नै सकिरहेन पेन्सिलले। ए ओके, मैले भने एबिसिडी चाहिँ लेखिसकेँ, हेर्न सक्नुहुन्छ। खासै गतिलो त भएको छैन, तैपनि तपाईँ 10मा चाहिँ रेट दिनु कति पर्सेन्ट दिनुहुन्छ यसले। र अब भने म चाहिँ कख लेख्छु यहाँनिर। ओके, मैले भने चाहिँ लेखिसकेँ, हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ एबिसिडी छ र यहाँनिर चाहिँ कख छ, यता हेर्न सक्नुहुन्छ। तपाईँहरू पनि लेख्न ट्राई गर्नु होला। र अबको राउन्डमा चाहिँ म चाहिँ कुकिङ गर्नेवाला छु। म चाहिँ यो आलुलाई चाहिँ लेफ्ट ह्यान्डले चाहिँ काटेर चाहिँ बनाउन प्रयास गर्नेवाला छु। हेरौँ कस्तो बन्दो रहेछ। सबैभन्दा पहिला चाहिँ मैले यो आलुलाई छिल्नुपर्ने हुन्छ। यहाँ चाहिँ कटर छ र यसले चाहिँ म छिल्छु। मैले अलिकति भए पनि सबै आलुको बोक्रालाई चाहिँ हेर्न सक्नुहुन्छ छिलिसकेको छु र अब यसले काटौँ। मैले पनि आलुलाई एकदम बबाल तरिकाले चाहिँ काटिसकेको छु लेफ्ट ह्यान्डले। आलु चाहिँ यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ र यसले चाहिँ पकाउन प्रयास गरेर खै कस्तो हुने रहेछ। लेफ्ट ह्यान्डले मात्रै युज गरेर म बनाउनेवाला छु। मैले चाहिँ यहाँभित्र चाहिँ हेर्न सक्नुहुन्छ तेल पनि हालिसकेँ, अनि आलुहरू चाहिँ ठ्याक्कै यहाँ काटेर रेडी छ, मसलाहरू पनि रेडी छ। लेट्स सी, अब यसले बनाऊँ। हेर्न सक्नुहुन्छ यो चाहिँ पाक्न रेडी भइसकेको छ र अब चाहिँ यसको माथि चाहिँ यो नुनहरू हालौँ। सबैभन्दा पहिला त म यो खुर्सानी हाल्नेवाला छु। खुर्सानी भयो, अनि यहाँ चाहिँ हल्दी चाहिँ हेर्न सक्नुहुन्छ। यो हल्दी, अनि त्यसपछि यता नुन छ। मेरो चाहिँ यो आलु चाहिँ भुटेर चाहिँ सबै रेडी भइसकेको छ र यसले चाहिँ चाखेको अलिकति मैले भिडियो बनाउँदै गर्दाखेरि अलिकति चर्को भइसकेको छ हैन। लेट्स सी, अब चाहिँ यसलाई खाम। ओके, अब भने म चाहिँ गेम खेल्नेवाला छु। यो फोनबाट चाहिँ म चाहिँ सबैभन्दा पहिला चाहिँ म यो जुन छ नि यो गेम खेल्नेवाला छु र बाँकी अन्त्यमा चाहिँ म फ्री फायर पनि खेल्नेवाला छु लेफ्ट ह्यान्डले। हेरौँ यो गेम खेलौँ पहिला।
गेम चाहिँ यहाँनिर सुरु भएको छ। यो चाहिँ मेरो लेफ्ट ह्यान्ड हो। लेट्स सी अब चाहिँ खेल्न प्रयास गरौँ। डाउन गर भनिरहेछ, सिकाइरहेको छु फर्स्टमा चाहिँ। ए ला सक्यो। र मेरो चाहिँ यता हेर्न सक्नुहुन्छ स्कोर चाहिँ मैले चाहिँ यति पुगाएको छु, हेर्न सक्नुहुन्छ। ओके अबको राउन्डमा भने म लेफ्ट ह्यान्डले चाहिँ यो चाहिँ फ्री फायर चाहिँ खेल्नेवाला छु। लेट्स सी मैले भनेपछि गेस्ट आइडी चाहिँ खोलिसकेँ, हेर्न सक्नुहुन्छ। लेट्स सी अब चाहिँ म क्लास स्कोर खेल्नेवाला छु। हुन्छ लेट्स सी अब चाहिँ खेलौँ। म चाहिँ यो राइट ह्यान्डले चाहिँ यो समात्छु र लेफ्ट ह्यान्डले चाहिँ एक हातले खेल्न प्रेस गर्नेवाला छु। ओ एउटा डाउन। कस्तो नघुमिरहेको। ओ दुईटा डाउन, तीनटा डाउन। ओ स्कोर भ्याइदिएँ मैले, गाइज हेर्न सक्नुहुन्छ। मैले चाहिँ चार किल हानिदिएको छु। नाइस। अर्को डाउन। ओ हानिहालेँ बस्रेबाट। गेम चाहिँ त्योले जितिसकेँ, हेर्न सक्नुहुन्छ। मैले चाहिँ लेफ्ट ह्यान्डले चाहिँ गेम खेलेको थिएँ र अबको राउन्डमा भने म यो बोतललाई चाहिँ फ्लिप गर्न खोज्नेवाला छु। हेरौँ कतिचोटिमा चाहिँ म चाहिँ यसलाई अडाउन सक्छु लेफ्ट ह्यान्डले है। काउन्ट गरौँ। ओके बोतल भने चाहिँ हानिरहेछ। मैले योभन्दा अगाडि सर्ट भिडियोमा चाहिँ मैले साथीसँग चाहिँ हारेको थिएँ, तर आज भने म लेफ्ट ह्यान्डले चाहिँ प्रिपेयर तरिकाले चाहिँ एक्लै नै जित्न प्रयास गर्ने छु। र यो भिडियोमा कुनै पनि कटआउट हुन्न। यदि मैले 3 राउन्डसम्म चाहिँ यसलाई चाहिँ उभायो भने चाहिँ होइन, 3 राउन्डसम्म चाहिँ मैले एकचोटि उभायो भने चाहिँ म चाहिँ खत्रै मानिदिन्छु है। ल लेट्स सी अब चाहिँ उभाउनु प्रयास गरौँ। फर्स्ट राउन्डमै उभियो भने चाहिँ सब्सक्राइब गर्नु होला है तपाईँ। उभियो गाइस हेर्न सक्नुहुन्छ। यो भिडियोमा कुनै पनि कटआउट छैन। ल अर्को ट्राई गरौँ है। ए यो रिभयो हेर्न सक्नुहुन्छ। म लिटरली यो भने मलाई ट्रिक थाहा हुन कारणले चाहिँ म यसले चाहिँ जति बेला नै उभाउन सक्छु। तपाईँहरू पनि ट्राई गर्नु होला। लेट्स फेरि एकचोटि ट्राई गरौँ है। म चाहिँ यो पर्फेक्ट भइसकेको छु। हेर्न सक्नुहुन्छ 3को 3 राउन्ड चाहिँ उभिएको छ। के हो यस्तो। आइच तपाईँहरू पनि ट्राई गर्नु होला। बढाउनु अर्को राउन्डमा। ओके मैले ब्रस गर्नदेखि लिएर खाना बनाउनुसम्म सम्पूर्ण कामहरू चाहिँ मैले गरिसकेको छु। मैले नगरेको कामहरू चाहिँ तर कमेन्ट सेक्सनमा चाहिँ तपाईँहरू भन्नु होला के रहेछ। म चाहिँ सकेसम्म चाहिँ सर्ट भिडियोमा चाहिँ त्यसले बनाउन प्रयास गर्नेवाला छु। र त्यही हो मैले यत्रो 20-25 दिनसम्म भिडियो नहाल्नुको कारण चाहिँ मैले चाहिँ मेरो फोन चाहिँ डिस्प्ले गएको थियो र रुमलाई पनि यताउता सारेर चाहिँ मैले चाहिँ यता भयो। मेरो नयाँ रुम चाहिँ यस्तै छ। र त्यही हो आजको भिडियो यति नै। हामी मिल्छौँ नेक्स्ट भिडियोमा नेक्स्ट टपिक्स लिएर। यदि तपाईँलाई मन पर्यो भने चाहिँ एउटा व्यक्तिसँग जरुर सेयर गर्नु होला यो भिडियो। र हामी मिल्छौँ नेक्स्ट भिडियोमा अर्को योभन्दा अझै बेटर भिडियो ल्याएर। र अर्को भिडियो चाहिँ मेरो पिकनिकको हुनेवाला छ। द्याट्स हेरौँ त्यति बेला। र यही थियो आजको भिडियो। हामी मिल्छौँ नेक्स्ट भिडियोमा। बाई। एकछिन यदि तपाईँले यहाँसम्म हेर्दै आउनुभयो भने चाहिँ धेरै धेरै धन्यवाद। र एउटा मिठो कमेन्ट चाहिँ गर्नु होला। म पनि हेर्नेवाला छु कि तपाईँहरूले चाहिँ मेरो भिडियो लास्टसँग हेर्नु भएको छ। एउटा मिठो कमेन्ट चाहिँ कमेन्ट सेक्सनमा गर्नु है।